हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आशा छ हजुरहरूले मेरो यो भिडियोलाई पनि मन पराइदिनुहुन्छ भनेर। दुईटा ढोको बोकिरहेको छ दुईटाले। यता अगाडिको चाहिँ मेरो भदै हो। यता भाइ सेकेन्डमा हेरिदिनुहोस्, यता हेरिदिनुहोस्। इलेन यता चाहिँ मेरो दिदीको छोरा, उता चाहिँ मेरो दादाको छोरा चाहिँ यहाँनिर चाहिँ पनि जाँदैछु घाँस काट्नु यी डोकोसँगै है। के गर्नु, हाम्रो बस्तीमा त घाँस काट्नु पर्छ साथीहरू। जाँदैछु अहिले भारी बोकेर घाँस काटेको पनि देखाउँछु है त। मी बल्ल बल्ल घाँस काट्न आएको लागि आइसकेको छु हैन। हिँड्दै हिँड्दै हैन त्यो ढुङ्गामा झन्डै लड्यो अघि। पेन बाबु आइबन। ऊ चाहिँ हाम्रो माइली दिदीको छोरा, पछाडि कान्छी दिदी हैन, मेरो दाजुको भान्जा, अनि ऊ चाहिँ कान्छी बहिनी हैन। एन्ड पनि पढ्न थालिसक्यो। पछाडिको भ्यू देख्नुहुन्छ होला, एकदमै ब्युटिफुल छ। पुरा चिसो छ, यहाँ पानी परेला, घाँस काट्नु नि डोको खाली छ प्रभु। बुवाले गाली गर्नु भएको भइछ हैन। एन्ड देन सबै दामी छ हैन। बाबा चाहिँ माथि हुनुहुन्छ, माथि हुनुहुन्छ बाबा चाहिँ निचा धरी भएको छ। अब बुवाले गाली गर्न थाल्नुहुन्छ हो। हामी चाहिँ अलिकति ढिला चिया खान थाल्यौँ हैन। बुवा चाहिँ नखाइकन आउनुभयो, जस काम गर्नु थियो हैन। गाईले घाँस छैन त्यही भइकिन। तर यहाँदेखि चाहिँ भ्यू चाहिँ दामी छ। हाम्रो दिदी यहाँ के बोल्नु हुँदैछ? ए हाम्रो बुवा यहाँ माथि हुनुहुन्छ। हाम्रो अहिले धेरै गाईहरू छन् नि त, सो त्यही भएर बुवा यहाँ गर्नु हुँदैछ। हामी चाहिँ अब 4 भारी ल्याउन आँटेको। सो अब चाहिँ घाँस काटिसकेर तपाईँहरूलाई भिडियो देखाउँछु ल। बाई। चाहिँ अब क्यामेराम्यान बनाउनु आँटेको अनुहार चाहिँ यस्तो छ भाइको। हाम्रो बस्तीमा चाहिँ यसरी घाँस काटिन्छ होइन। पानी पर्दैछ, सबै भिडिसक्यो। घाँस यसरी काट्नु छ साथीहरू, कसले काट्नुहुन्छ होइन। यस्तो छ घाँस कटाइ चाहिँ। ओके अहिले चाहिँ हामी यता घाँस काट्न आएको छौँ होइन। यता मकै सके थोरै थोरै भाँच्छ। यो भाँचेकोलाई चाहिँ खाइहाल्नुपर्छ होइन। पानी नि निकै पर्दैछ, पानीभरिमा हामी घाँस काट्दैछौँ। यता गाईहरू भोकै छन् नि त, गाईहरू दुध पनि धेरै दिन्छन्। सो अनि यताको भ्यू चाहिँ एकदम राम्रो छ। क्यामेराम्यान यतातिर देखाऊ। यो कता हो? पछाडि चाहिँ हाम्रो बुवा हुनुहुन्छ। यता दुईजना चाहिँ घाँस काट्न चाहिँ दाइ नै होइन, गाईको लागि भनेर कता भन्नु हुँदैछ। सकिन्छ सकिँदैन, मौसमको चालै पाइँदैन हो कि। भर्खरै घाम लाग्यो, एकैछिनमा पानी पर्यो। भारी बोक्ने ट्रेनिङ सेन्टर खोलेको छ यहाँनिर। सानो फुच्चेले बोक्दैछ। यहाँ अर्कोको भारी, यहाँ अर्कोको भारी छ। यहाँ हामी सानैदेखि ट्रेनिङ गराउँछ है नानीहरूलाई चाहिँ यसरी भारी बोक्नु। अब अर्कोको भारी चाहिँ यहाँ छ। मजा आउँदैछ? पानी परिसक्यो, पानी सबै भिजायो, बिजोग भयो है। यहाँ हाम्रो बुवा पनि हुनुहुन्छ। बुवा पनि मजाले घाँस काट्नु हुँदैछ। बुवा के गर्नु भएको यहाँनिर बसेर? अब यस्तो पानी झरीमा ए दुःख छ है। पानी कत्रो परिरहेछ। घाँस जाँदैछु म, के गर्नु। अर्कै पानीमा भाइ पनि जाँदैछ साथीहरू। भदै यहाँ छ, म यहाँ छु। एकदम बेसी पानी खोला बगिरहेछ। हेर्नुहोस् साथीहरू, खोला बगिरहेको छ साथीहरू। हाम्रो बुवा फेरि उतै हुनु। बल्ल बल्ल हाम्रो फोन पनि भिजिसक्यो हो। बल्ल बल्ल हाम्रो दिदीले यहाँ घाँस लिएर राख्नुभयो। यहाँनिर चाहिँ हाम्रो एउटा गाई छ, सानोदेखि पालेको ल मैले होइन। हाम्रो दिन चाहिँ यसरी नै बित्यो अनि बेलुका पनि भइसकेको छ। आज चाहिँ के खाने भन्दाखेरि चाहिँ चिकन बिरयानी खाने भनेर सबैको सल्लाहमा चाहिँ आगोमा चाहिँ मजाले चिकन बिरयानी पाक्दैछ है साथीहरू। अनि यहाँनिर चाहिँ निन्द्रा लागेछ नानीलाई चाहिँ। राति दिनभरि गलेको थियो नि त, अन्त त्यही भएर चाहिँ हाम्रो दिन चाहिँ यसरी नै बित्यो। थ्याङ्क्स फर वाचिङ।